आज चाहिँ हामी लेक साइड घुम्दै गर्दाखेरि हामीले देख्यौँ रुद्र थकाली र यहाँको आज खाना ट्राई गर्नको लागि हामी लाग्यौँ रुद्र थकालीतिर। सबैभन्दा पहिला चाहिँ यहाँको एम्बियन्स एकदमै राम्रो, यहाँको हस्पिटालिटी स्वागत सत्कार पनि एकदमै राम्रो लाग्यो र त्यसपछि हामीले खाना अर्डर गऱ्यौँ। एउटा भेज खाना सेट र एउटा माछा खाना सेट र सँगसँगै हामीले एउटा लस्सी र भर्जिन मोहितो पनि अर्डर गऱ्यौँ। सबै खानाहरू एकदमै मिठो स्वादिलो एकदमै मन पर्यो। यदि तपाईँहरू पनि पोखरा लेक साइडतिर घुम्दै हुनुहुन्छ भने तपाईँहरू ट्राई गर्न सक्नुहुन्छ रुद्र थकाली।